जन्तीढुङ्गा पनौती काठमाडौँबाट मात्र 1 आवरमा पुग्न सकिन्छ। अहिले टिकटकमा निकै नै भाइरल भइरहेको छ यो ठाउँ। लोकेसनको कुरा गर्नुपर्दा सूर्यविनायक सागा बनेपा हुँदै जानुपर्छ। भक्तपुरबाट मात्र 13 किलोमिटर भएको यो ठाउँ ड्राई पिकनिकको लागि झन् बेस्ट नै हुन सक्छ। नजिकै कतै त जान मन लाग्छ तर सुन्दर वातावरण भेट्न नै गाह्रो छ। त्यसैले यो ठाउँ भने बेस्ट हुन सक्छ। नेचरले भरिपूर्ण भएको छ र यति सुन्दर वातावरण भएको ठाउँ अवश्य जानुपर्छ है। सागाको बाटो पहिले एकदमै अफ रोड भएर जान मन नलाग्ने ठाउँ थियो भने अहिले चाहिँ पिच गरेर एकदम राम्रो बनाइसक्नु भएको छ है। त्यसैले यो बाटो हिँड्न चाहिँ नहिचकिचाउनु र थोरै अफ रोड पनि भेटिन्छ। त्यसपछिको सुन्दरताले एकदमै मन आनन्द मिल्छ र माइन्ड फ्रेसको लागि भने एकदमै बेस्ट छ है यो ठाउँ। अब जाने होइन त यही स्याटरडे। यति राम्रो ठाउँ मनसुनको सिजनमा यति राम्रो देखिन्छ। टिकटक भिडियो बनाउनु भने निकै नै सुन्दर हुनेछ है यो ठाउँ।